जीवनमा सबको आँखा जीवन भाइ गाइस सबैहरूलाई नमस्कार। आफ्टर लङ टाइम धेरैपछि ब्लगिङ गर्दैछु होइन। आजको ब्लग चाहिँ स्टार्ट यतादेखि हुन्छ त्यो के हो ल के हो र यतादेखि हुँदैछ चाहिँ हाम्रै गाउँ हाम्रै ठाउँ हाम्रै नाउँ भने जस्तो हो। ल के बोले हामीले यस्तै हो। ल के बोले हामीले यस्तै हो। त्यहाँ नुहाएर अनि यहाँ चाहिँ के यत्रो फोहोर गरेर ल यता चाहिँ होइन यो हाम्रो बोकासोका काट्ने ठाउँ हो। होइन अब खासमा भन्नुपर्दा कुरो चाहिँ के हो भनेपछि म चाहिँ के भन्नु थिएँ बिर्सिहाल्यो यस्तो हो कि म चाहिँ अब यहाँ यता हेर घामै नलाग्ने भयो। चिसोको महिना कस्तो चिसो छ है। सो घाम ताप्नु त्यहाँ बजार गएको थिएँ। त्यहाँ बजार लुवाखडी गएको थिएँ। सो अब एकछिन घर फर्किनु टाइम भइहाल्यो भनेर फर्किन लागेको। घरतिर हिँडिरहेको म त्यो आइज त्यहाँ चाहिँ कुकुर छ मेरो हेरिरहेको। त्यहाँदेखि अहिले आउँछ देखाउँछु। अनि क्यामेरा रोल गर्दाखेरि हेर्नुहोस् त्यहाँ यस्तो हो कि गर्ने गाउँघरमा बसी टक्क तरकारी लगाउँदै है आफूले हातको तरकारी खाँदै कस्तो ज्याम बनाउँदै मोटाउँदै यही हो रम्दै यस्तै छ लाइफ गर्नुपर्छ गाउँघरतिर नि। सब के छ यार अहिले गाउँघरतिर केही छैन चलिदिनुपर्छ भनेर आउँदैन। तर गर्न चाहेपछि र गर्न खोजेपछि र गर्न सकेपछि जे छ गाउँघरतिरै छ भन्ने हो कि एकदम राम्रो छ फेरि यतातिर। अब मनुवाको पनि 2-3 दिन भयो सायद पछि नुहाउन आउनुपर्छ। ल आउनु छ बाटो यस्तो छ होइन। बाटो यस्तो छ हाम फालिदिनु त हाम फालिदिरहेको हुन्छ नि मान्छेहरू। हाम्रो के हुन्छ भने नेपालीहरूको हाम्रो सोच है सबैको केही कुराहरू पनि गर्न खोजेपछि त्यो चाहिँ चाँडै होस् होइन छिटै होस्। एउटा धैर्य भन्ने कुराहरू गर्नै नसक्ने के एकछिन अहिले स्टार्टिङ गरेको छु केही वर्षपछि होला महिनापछि होला या दिनपछि होला जे कुरा पनि होइन रोकिनै नसक्ने। जे गरे पनि छिटै होस् आज गरौँ भोलै पाऊँ भन्ने के श्रीकृष्णले भन्छ नि मान्छेको जीवनमा सबको आँखा जीवन भाइ लुटे म के भनेको थिएँ म श्रीकृष्ण जय श्रीकृष्ण। त्यहाँ के श्रीकृष्णले भन्छ कि मान्छेको जीवनमा राम्रो लेखेको हुन्छ यति हो कि मान्छेले धैर्य हुन्छ नि इन्तजार त्यो गर्न सक्नुपर्छ। सबैको जीवनमा राम्रो हुन्छ। कोही चाहिँ धनी कोही चाहिँ गरिब भनेर जन्मेला तर राम्रो चाहिँ सबको जीवनमा राम्रै हुन्छ भन्छ। सो मान्छेले धैर्य गर्न सक्नु